सकसक पनि साह्रै नसकिने रहेछ कि घरि केमा चढेछ घरि केमा चढेछ घरि के भनेछ। कहाँ चढेको तिमी? किन? बाबा बोलाउन अरे हो? लु बोलाऊ त बाबालाई। ओ त्यहाँ पर बाबा हेरिरहनु भएको छ हजुरलाई। बाबाले हेरिरहनु भएको छ, छिटो बाबा भन्नुहोस्। फेरि भन्नु त। हेर्दै हुनुहुन्छ बाबाले? सुनिन्छ? सुन्नुहुन्छ? आज कहाँ गएर आएको तिमी? नानीको स्कुल? तिमी चाहिँ कहिलेदेखि जान्छौ त स्कुल? भोलि जाने? ए अनि यहाँ माथि के हेर्न आएको छठमा? हामी के हेर्न आएको मामु छोरा? के हेर्न आएको भन त? ल हजुरले बिर्सिनु भयो क्या? हामी गुम्बा हेर्न आएको होइन? हो कि न? बाबा? फेरि बाबा भन नि त। बाबा भनिदेऊ। खोइ त छिटो भन है। हाम्रो चाहिँ यता माथि चाहिँ कपन गुम्बा रहेको छ। अनि त्यसै गरी कपन गुम्बा धेरै धेरै एरियामा छ। अनि यता माथि चाहिँ भने आनी गुम्बा बन्दैछ। पहिलेदेखि नै थियो, अझै ठुलो बन्दैछ। अनि त्यहाँदेखि पछाडि दोस्रो गुम्बा छ। अनि यता पर जानुभयो भने वाइट गुम्बा छ। एकदमै राम्रो के यतातिर यस्तो राम्रो छ कि खाली जग्गाहरू पनि छ अलिअलि, यस्तो राम्रो छ। अनि बेबीलाई चाहिँ यहाँ गुम्बा देखाउन लिएर आएको नि त। हुन त उसले जहिले हेरिरहेको हुन्छ, तै पनि रुकुरी गऱ्यो क्या माथि जाने भनेर छतमा। अनि लिएर आएको बेबीलाई। बेबी अब के भन्छौ त तिमी? हजुर भन नि त। भन छिटो, भन है छिटो। मामु भन नि त। केही भन्दिनौ? कहाँबाट बाल्टी खोजेर ल्याएर बसेर तिमी त के भयो? ल अब बाई गरिदेऊ नि त। बाई गर नि त। बाई माया। ज्याकेट खोल्नु पर्दैन। किन खोल्नु हौ? किन? आछु हुन्छ नि त हजुरलाई। यस्तो तिमी साह्रै कामै राम्रो गर्दैन के। ड्याडीले छ नि अहिले भरे ड्याडी आएर छ नि, पा गर्नुहुन्छ हजुरलाई, अनि थाहा हुन्छ। लगाउनु है छिटो, लगाउनुहोस्। भयो? आइया के भयो? के हो? आयो हो? खुचिङ खुचिङ पर्यो। म खोल्न सक्दिनँ। म खोल्न सक्दिनँ है यो। म यो काम गर्नै सक्दिनँ।